यो बार भनिसक्यो बेचेर खाइसक्यो नादका बार भनेको पनि बेचेर खाइसक्यो घर बनाइसक्यो यही एउटा पोखरी यस्तो बहार भने पोखरी बाँकी भएको पनि यसलाई चाहिँ कमल छोड्दैन अब कमल पनि छैन माछा अब यो माछा पालेर चाहिँ यहाँको जनताले जय नेपाल सबैजनालाई नमस्ते नमस्कार। आज म भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर 10 मा अवस्थित रहेको यो कमल विनायक पोखरीमा भ्रमणमा आएको छु र यहाँको दृश्य तपाईहरुलाई हेराइरहेको छु र यहाँ के कस्तो छ तपाई त्यो पनि जानकारी गराउने छु। त्यसैले तपाईहरु भिडियोलाई स्किप नगरिकन हेर्दिनु होला। हाम्रो देशको स्थिति कस्तो छ त्यो पनि बुझ्न र सम्झिन मिल्छ। आजको यो भिडियो धेरै नै महत्त्वपूर्ण हुनेछ किनकि हाम्रा पूर्वजले बचाएको सम्पदा या हाम्रो ऐतिहासिक धरोहर या हामीहरूले गौरव गरिराखेको सम्पदा नाश भइरहेको छ। अब कुरालाई नलम्ब्याइकन मुख्य विषयवस्तुतिर लाग्ने छु। हाम्रा पूर्वज निर्मित या नेवारी जातिले निर्मित पोखरी हो। यो पोखरीलाई नेवारी भाषामा बारे पोखो भन्ने गर्छन्। यस पोखरीको विशेषता भन्दाखेरि पहिला यो पोखरीमा कमल फुल फुल्थ्यो। त्यो कमल फुल तलेजु भवानीलाई चढाउने गर्थ्यो। त्यसैले कमल फुल फुल्ने भएको हुनाले यस पोखरीलाई कमल पोखरी पनि भन्न थाल्यो। तर अब कमल पोखरी भन्दा पनि कमल फुल पाइँदैन। कमल फुल हुँदा पहिला विभिन्न किसिमको पशु पक्षी जस्तैमा जङ्गली हाँस आउने गर्थ्यो। तर अब कमल विहीन हुँदा यहाँको नेताहरूले कृत्रिम तरिकाको हाँसको डुङ्गा चलाएर पैसा कमाउने गर्छन्। अब यहाँ बसेको यहाँको बासिन्दा बाहरूसित तपाईहरुलाई यो पोखरीको विशेषता र यो पोखरीमा बसिरहेको पशुपक्षीमाथि अत्याचार र अन्याय भएको कुराहरू तपाईहरुलाई प्रत्यक्ष रूपमा हेराउने प्रयास गर्छु। नेवारबाट यो बारे पोखो भन्छ, नेवार भाषाबाट नेपालीबाट कमल पोखरी भन्छ। पहिला यो कमल पोखरी तलजु भवानीलाई चाहिँ चढाउँछ यो फुल। अहिले त्यो फुल रोपेर पैसा त आउँदैन हो। सो पहिलाको सम्पदा त त्यही हो। अहिले माछा पारेर पैसा आउँछ। कसैले देखाउनु पर्ने समिति एउटा गठन गर्यो। समितिले चाहिँ कसैले हिसाब देखाउनु पर्ने झमबाज हो। कुरा यस्तो भयो क्या। यो पोखरी चाहिँ महत्त्वपूर्ण यसको सम्पदा मासिसक्यो भक्तपुरमा। यो पोखरीको यो पोखरीको सम्पदा बिग्रिसक्यो। के गर्दा राम्रो हुन्छ यो पोखरी? पहिलाकै फुल फुलाउँदाखेरि राम्रो हुन्छ। सम्पदा पनि बच्यो, भक्तपुरको इज्जत पनि बढ्यो, पोखरी पनि राम्रो हुन्छ। कमलको फुल त थाहा छ नि तपाईँलाई? हो थाहा छ। हो त्यो भएको पोखरी यो विदेशीबाट के पछाडि यो विदेशीबाट चाहिँ राखेको बाहिरको मान्छेले चाहिँ यो कमल विनायक भनेको राखेको। यसको यो कमल पोखरी होइन, यो चाहिँ विनायक यो माथि चाहिँ सबभन्दा माथिको चाहिँ महादेव छ, यातु महादेव भन्छ। त्यो गणेश छ चाहिँ यातु गण्डेव भन्छ। यो चारवटा पोखरी छ। यो चारवटा पोखरी छ। कुन चारवटा पोखरी छ भने यातु बहार हुन्छ, यातु बहारबाट पुथु बहार हुन्छ, पुथु बहारबाट अनि मोगथोली नाटका बहार हुन्छ, नाटका बहारबाट मोगथोली बहार हुन्छ। अब यो भक्तपुर नगरपालिकाले कसरी बिगाड्यो भन्दाखेरि आफ्नो नाउँ जाने जसले राखे पनि त्यही नाम राखेछ होइन। अब संस्कृति बचाउनेको आधारमा हुनु हो भनेदेखि चाहिँ त्यो भक्तपुर नगरपालिकाले ठाउँमा चाहिँ यस्तो राख्नुपर्छ होइन। अब यहाँ मात्र होइन कि ठाउँमा चाहिँ त्यो नाउँ बिगार्दै जानेछ। यो कमल पोखरी भन्ने शब्द यो नेपालीले राखेको छैन। यहाँ अब आयो कमलको फुल देख्यो, कमल पोखरी कमल फुल कारणले कमल पोखरी भन्यो होइन। तर यसको चाहिँ यहाँको चाहिँ विशेषता चाहिँ यातु बहार भन्छ। यहाँ चार बहार हुन्छ। यो चार बहारमा त्यसमा चाहिँ के भन्दाखेरि त्यो जनै पूर्णिमा या मता हे भन्छ होइन। अनि त्यो मुपात्र हे भन्छ। मुपात्र ल्याउने बेलामा पहिला फर्स्ट ल्याउने बेला या मता भने दुईटा ल्याउँछ। सकलानबाट ल्याउँछ। सकलानबाट ल्याइसकेपछि यहाँ घुमाउनुपर्छ। यो यहाँ मात्र होइन, सिद्ध पोखरीमा पनि लानुपर्छ, त्यो मोगथोली बारमा पनि लानुपर्छ। अहिले मोगथोली बार भनेको
त्यहाँ घर बनाइसक्यो यो कुटुबार भनिसक्यो बेचेर खाइसक्यो नाटका बहार भनेको पनि बेचेर खाइसक्यो घर बनाइसक्यो यही एउटा पोखरी याटु बहार भन्ने पोखरी बाँकी भएको पनि यसलाई चाहिँ कमल पोखरी राख्छ अब कमल पनि छैन माछा पोखरी अब यो माछा पालेर चाहिँ यहाँको जनताले माछा त सबै पोखरीमा पाइन्छ तर कमल फुल पाउँदैन पैसा बन्छ दिनेर खान्छ तर कमलको फुलबाट त पैसा त्यति आउने त्यति माछाबाट आउँछ यो पोखरीबाट माछा निकाल्ने हो कि होइन यस्तै रहन्छ होइन पोखरीबाट माछा निकाल्छ तर चाहिँ के भन्दाखेरि भक्तपुरले नारा लगायो त्यो नगरपालिकाले नारा लगाइराखेको त्यो बेटीको के होइन पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भने जाने त्यो उसले चाहिँ भनिराखेको त्यो चाहिँ बेटीको अब उसले जाने संस्कृति बचाउने भए त यो त बारे पोखरी भन्नु पर्ने बारे पुकु भन्नु पर्ने याटु बहार भन्नु पर्ने अहिले उसले चाहिँ त्यो भनेको छैन के माछा पोखरीलाई त्यहाँ पनि लिँदा यस धार्मिक एवं सांस्कृतिक कमल विनायक मन्दिर परिसरमा सफा गर्नु होइन यो त कमल विनायक मन्दिर त होइन यो त यो मन्दिर त चाहिँ केही मन्दिरको आधारमा आएको यो मन्दिर त चाहिँ याटुगण्य हो गणेशजीको मन्दिर जस्तो त्यो मन्दिर हो त्यो याटुगण्य हो याटुगण्य भन्ने हो याटुगण्य चाहिँ त्यो बिस्किट जात्रामा जात्रा हुन्छ उहाँहरू नै जात्रा गर्छ उहाँले जात्रा गर्नुहुन्छ फेरि यो पोखरीलाई कमल फुल नै सजाउँदा राम्रो हुन्छ कमल पुरी राखेर कमल राखेर त्यहाँ सजाउने राम्रो हुन्छ संस्कृति पनि बच्यो यहाँको सुन्दरता पनि बढ्यो थाहा पनि बढ्यो पुरानो पनि आयो पर्यटकहरू पनि बढी आउने अब त्यहाँ यो कमल पोखरी भइराखेको बेलामा चराचुरुङ्गी हाम्रो हाँस छ नि के हाम्रो नेवारी भाषामा बारे हाँ भन्छ अनि त्यो नेपाली भाषामा के भन्छ थाहा त्यो आउँछ अहिले आउँदैन अनि खुकुचा भन्ने हुन्छ खुकुचा पहिला आउँथ्यो पानी हाँस अर्को पानी हाँस अनि अर्को चाहिँ खुकुचा कुखुरा जस्तो आउँछ अब आउँदैन तीजना अब त्यो झारी छैन केही छैन पुरा चिटिक्क पारियो यहाँलाई अब यति कला हलमा कसरी आउने यति मानिसहरूको कुनै पनि रहने ठाउँ नै छ यो पैसाको लोभमा फस्यो सबै चाहिँ बिग्रियो कतिपय जीवहरू यहाँ बसेर यहाँ खाना खाएर जीविकापार्जन गर्थ्यो अब केही छैन अब मानिसहरू आउने माछालाई हेर्ने अब त्यो पैसा नगरपालिकाले त्यो डुङ्गा चलायो पैसा कमाउने माछा पाल्यो पैसा कमाउने पैसामा डुब्यो संस्कृति बचाउने संस्कृति खतम निपेसा माछाले खान्दिएन खाइदिन्छ त्यो सोलबासीले खान्दिन्छ सबैले खान्दिएन उसले भन्छ सबैले खान्छ पैसा मैले अब कमल फुल पनि हुँदा माछा त पाइन्थ्यो तर अहिले माछा भए कमल फुल छैन माछा त्यो कमल फुल हुँदाखेरि माछा चाहिँ त्यो हिले माछा मात्रै हुन्छ लामो यस्तो चाहिँ लामो हुन्छ अहिलेको यो चाहिँ हाइब्रिड माछा अब बाहिरबाट लिएर अहिलेको त्यो ठुलो असला भन्छ कि के हुन्छ त्यो माछा ठुलो माछा चाहिँ नि त सिङ्गुली होइन त्यस्तो माछा चाहिँ त्यो कमलको फुललाई चाहिँ त्यसको त पिनालु हुन्छ पिनालुबाट जाने त्यो फुल हुनुपर्ने हो त्यो माछा त्यो यो ग्रास काठको माछाहरूले त त्यो उखालिन्छ उखालेपछि आउँदैन फुल आउँदैन त्यस्तो पो रहेछ यो भक्तपुरको जाने हो यहाँको मेयरले सबै बिगार्यो तहस नहस पारियो मेयरले तहस त्यो तिनीहरूले चाहिँ संरक्षण गर्नुपर्ने हो हामीलाई चाहिँ लाग्छ त्यसरी होइन मेयरको आधारमा यो चाहिँ कम उसले पनि थाहा छ कि यो सांस्कृतिक सम्पदा बचाउने उहाँकै काम हो नि होइन उनीहरूले नि चाहिँ त्यस्तो भन्छ पुर्खाले सिर्जिएको सम्पत्ति कला र संस्कृति भन्छ जोगाउँ भन्छ होइन जोगाएपछि अब अहिलेसम्म त्यो अरूले चाहिँ कमल पोखरी राख्यो यो कमल पोखरी होइन भने त मेयरले पनि थाहा छ नि त यो कमल पोखरी होइन तर अरूले भन्यो होइन भने चाहिँ यहाँ ठाउँ ठाउँमा राखेर चाहिँ यो बारे पुकु याटु बहार भन्ने चाहिँ बोर्ड राखिदिएको भए त राम्रो हुन्थ्यो नि त त्यो सबै नाम चल्छ नि त यो 4वटा बहार छ भने चाहिँ त्यो पनि चाहिँ राख्नु पर्छ यो उठुबहार भनेको चाहिँ घर बनाइदियो
नाटका बार भनेको चाहिँ घर बनाइदियो याकु त्यो मोथुली बार भनेको चाहिँ घर भयो म पनि जाँदा कि सोचिरहेको थियो कि अल्मिरहेको थियो यो पोखरीलाई कमल पोखरी किन भनेको कमल त फुललाई भन्छ अब फुल त छैन कसरी यसलाई कमल पोखरी भनेको म पनि कन्फ्युज अब भन्दा चाहिँ बात फुलै छैन है कमल पोखरी भन्छ कमल फुल नै छ